हेलो गुड मर्निङ सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ होला। उहाँ हुनुहुन्छ आरती म्याम। आज हामी माथि रजबास जान लागेको। रजबास त यो पनि रजबासै हो। माथिल्लो चौरमा चाहिँ आज बुद्धको मूर्ति स्थापना गर्न गइरहेका छौँ। सबैजना भेला भइसक्नु भएको छ। हामी पनि त्यहीँ जान लागेका छौँ। ल अब हामी चाहिँ जान लागेको। यहाँ साउनी कुर्दा कुर्दै आधी घन्टा कुराउनु भयो, तै पनि निस्किनु भएको छैन है। यो साउनीलाई चाहिँ के डोलीमै चढाएर लानुपर्ने अवस्था रहेको छ। अब के गर्ने। ल हेर्नु साथी हो, अरूको कपाल हेरेर आफ्नो चित्त बुझाउनु परेको छ। के गर्ने। ल बल्ल साउनी निस्किनु भयो। अब हामी लाग्यौँ है। ल आगी आगी उता उहाँ हुनुहुन्छ, पछि पछि हामी छौँ। परेको हामी बेहोर्छौँ। ल हामी आइसक्यौँ है। आइसक्यौँ हामी। ल हाम्रो तयारी भइसकेको छ। उहाँ हाम्रो सर हुनुहुन्छ है, पूजाको तयारी गर्दै हुनुहुन्छ। ल साथी हो, यहाँ कलश तयार हुँदैछ। आज विशेष कार्यक्रम रहेको छ। ल हेर्नुहोस्, फाइनली यहाँ कलश रेडी भइसकेको छ। त्यहाँ कोही सरहरू हुनुहुन्छ त्यहाँ त? ल साथी हो, यही हो मूर्ति माथि लान लागेको है। ल साथी हो, यहाँ डोनेसन बक्स पनि रहेछ है। उता भगवानको मूर्ति। ल यता हामी सबैजना छौँ। सबैजना ग्यादरिङ भइसक्यौँ। यहाँको विशेषता के रहेछ भन्दाखेरि लामाको ड्रेस, यो लामाको ड्रेस लाउनु हुँदो रहेछ सबैजनाले। एकदम राम्रो। ल हाम्रो बाबु राजा सरले चिया लिएर आउनु भएको रहेछ। एकदम थ्याङ्क यू। ल लिए ल भने। ल यहाँ मुराले प्र्याक्टिस भइरहेको छ है। अनि विशेष हुँदैछ। विशेष यहाँमै हुनुहुन्छ। यसरी लामा ड्रेस लाएर मजाले बस्नुहुने रहेछ है। यहाँको मेन विशेषता है, यहाँको मगरहरू त बुद्धिस्ट पो हुने रहेछ। मैले त यहाँ आएर थाहा भएको है। तयारी हुँदैछ। ल यहाँ हाम्रो आमैको प्रसादको थाली रेडी भइसक्यो। आमा यता हुनुहुन्छ। यो प्रसादै त हो फुल। ल देखाइदिनु त। ल हेर्नुहोस् त। राम्रो। ल अब यहाँ सिल पालन हुन गइरहेको छ। यतातिर बाँसुरी टोली हुनुहुन्छ। यतातिर हामी के हो रे। ल अब सिल पालन कार्यक्रम सुरु भइसक्यो। यहाँ धुप बाल्दै हुनुहुन्छ। यता भगवानको मूर्ति। मिसका मुखमा जोड्नु ल्याउनु भएको छ। उहाँले धुप बार्दै हुनुहुन्छ है। अब यो यसको लागि उहाँ हाम्रो साधुराम सरले पढ्न थालिसक्नुभयो। बाबुलाई पनि यता सबैजना जम्मा लो लो पूजा सुरु भइसक्यो। ल मैले त यहाँ बाजा बजाइरहनु के बाजा हो यो? ए सनाई बजाउँदै हुनुहुन्छ। सबैभन्दा ठुलो
काठमाडौँ महानगरपालिका वडा नम्बर 6 बौद्ध महाकाल निवासी आदरणीय रमेश बज्राचार्य र उहाँका धर्मपत्नी शकुन्तला बज्राचार्य लगायत उहाँका सम्पूर्ण परिवारजनहरूबाट यस मङ्गलभूमि बुद्ध विहारको निमित्त उहाँहरूले यो बुद्ध मूर्ति दान गर्नुभएको थियो र हामीले हिजो त्यहाँ गएर बनेपामा गएर नेपालका 8औं सङ्घनायक बोधिसेन महास्थविरज्यूको हातबाट हामीले यो बुद्ध मूर्ति ग्रहण गऱ्यौँ। सो ग्रहण गर्ने कार्यक्रममा ढुसी गाउँपालिकाको अध्यक्ष दिनेश लामा स्वयं पनि उपस्थित हुनुहुन्थ्यो। हामी उपस्थित भएर यो ग्रहण गरेर हामीले यहाँसम्म ल्याएर राख्यौँ। आज हामी यो ठाउँबाट उठाएर फेरि भगवान् बुद्धलाई माथि स्थानान्तरण गर्नको लागि अगाडि बढेका छौँ। त्यसैले हामी सुरुमा शील प्रार्थना गरेर हामी बुद्ध वन्दना गर्नेछौँ र अनि यो मूर्तिलाई उठाएर हामी उता लैजानेछौँ। त्यसैले यहाँहरूको शिरमा टोपी छ भने एकैछिन खोलिदिनु होला है। टोपी चाहिँ टोपी एकैछिन खोलिदिनु होला। पछ्यौरा माथि टपक्क यसरी नमिलाउनु। अब सजिलोसँग कसरी सजिलो त्यसरी बस्नु छ है। ल फुल चढाउनु पर्ने ल फुल चढाउँदै हुनुहुन्छ। अब एकछिनपछि हामी प्रस्थान गर्नेछौँ माथि। ल हाम्रो जमात हेर्नुहोस् जमात। ल साथी हो अब हामी माथि प्रस्थान गर्न गइरहेका छौँ। हेर्दै गर्नु होला है। हामी चाहिँ लाग्यौँ अब माथितिर। यहाँ सनै बजाउँदै हुनुहुन्छ। हेर्नुहोस् जान लागेको अब माथि यहाँ माला कन्ने केटी हो। 3 जना मात्र भएछ। ल अब हामी जाँदैछौँ। एकदम रमाइलो छ रमाइलो। ल यहाँ पछाडि बाँसुरी टोली मादल टोली है तालमा ताल मिलाएर आउँदै हुनुहुन्छ। ल ल सुरु भइसक्यो है। अब हामी माथि प्रस्थान हुँदैछौँ। हेर्नुहोस् अगाडि अगाडि कन्या टोली हुनुहुन्छ। हजुर जाने ल अगाडि अगाडि युट्युब वाली हुनुहुन्छ। पछाडि पछाडि 3 जना कन्या है। त्यसपछि बाँसुरीको टोली मादलको टोली। ल यहाँ आमै पनि आउँदै हुनुहुन्छ। आमै रमाइलो छ नि त हो रमाइलो छ एकदम एकदम। ल अब यहाँ गाडी पनि प्रस्थान हुँदैछ। ल
ल गाडी आइसक्यो। नमस्ते भूमेचुली रजबास तल रहेको छ बुद्ध प्रतिमा शोभायात्रा मङ्गलभूमि बुद्ध विहारमा प्रस्थान हुँदैछ यो गाडी। यहाँ बुद्धको मूर्ति रहेको छ साथी हो, हेर्नुहोस् हामी जाँदैछौँ। पत्रकार एउटा अगाडि एउटा पछाडि। ल गङ्गाराम सर नमस्ते। ल नमस्ते। ल हामी आज यति धेरै छौँ। हेलो नमस्ते है सबैलाई, नमस्ते नमस्ते। ल यति नै छौँ हामी, अब हामी माथितिर लाग्छौँ है त। अगाडि अगाडि गाडी, पछि पछि म। हेर्नुहोस् रमाइलो छ। ऊ अगाडि रोशन पनि छ, हेरेर मुसुक्क हाँस्दैछ केटो। ए हाम्रो आमै भन्दा झारे भाँच्यो। हातमै बोक्छ न भाइ, हातमै हातमै हामी चाहिँ यहाँ सर्टकट बाटो यहाँ हेर्नुहोस्। ओहो देउरानी जेठानी ऊ डोको बोक्दै। ल साथी अब हामी स्कुल लिएर आइसक्यौँ। हेर्नुहोस् डोको बोक्दै हुनुहुन्छ देउरानी जेठानी, हल्लो गरिदिनु। ल साथी हो हेर्नुहोस् स्कुल है, मैले पढाउने स्कुल यही हो। ल टोलीहरू अगाडि अगाडि आउँदै हुनुहुन्छ। ल तपाईँले मलाई रेडी मात्रै पारिदिनु। आइयो कसरी खिच्नु है दुईटा मोबाइल। रमाइलो भइरहेछ। ल हामी त माथि जाँदैछौँ है, म त पुरा एक्साइटेड छु, एकदम रमाइलो हुँदैछ। हेर्नुहोस् मेरो केटीहरू त्यता छ होइन।
अब चाहिँ म एक्लै पछाडि छु अगाडि सबैजना गइसक्नु भयो मेरो पछाडि यहाँ मिलन छ हाई गर्दै मिलन ल ल अझै पनि हामी हिँड्दैछौँ आइपुग्ने बेला भइसक्यो है अझै आधी बाटो त छन् है बा नमस्ते नमस्ते हजुर बा पनि हिँड्नुभयो आमा खोइ त आमा घरमा ए आमा घरमा तपाईँ मात्रै आउनुभयो हामी पाउ छोरी भयो नि त नि ए भयो 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 हामी आउँछ ल पुन्टु हेलो पुन्टु लो गाडी अगाडि अगाडि पछाडि हामी छौँ यहाँ प्रकृति छिन् उतापट्टि सुनिता पनि छिन् यात्रा अगाडि बढिरहेको छ हामी पनि हिँड्दैछौँ ल हेर्नुहोस् ट्रोली अगाडि हामी यता ल यता नृत्य भइरहेछ पढ्ने टोली हातमा किताब सबै ल हामी चढिसक्यौँ उकालो है अब आउने बेला भइसक्यो साथी हो अलिअलि थकाइ पनि लाग्छ अलिअलि पसिना पनि आछ त्यही पनि हार माने छैन हामी यो उकालो बाटो हिँड्दैछौँ हेर्नुहोस् यो उकालो छ पुरै उकालो हिँडिरहेछौँ हामी पुग्छौँ अब केही छिनमा है पुग्छौँ अब हामी केही छिनमा तबसम्म इन्जोय गर्नु होला इन्जोय एकदम मजाले फुल इन्जोय मस्त ल हामी आइसक्यो साथी हो अब हामी ठ्याक्कै यहाँ माथिल्लो गाउँ आइसक्यो है हेर्नुहोस् माथिल्लो गाउँ यस्तो छ हामी पछाडि उहाँ सनाइ बजाउँदै हुनुहुन्छ है एकदम रमाइलो ल आइसक्यो टोली नाच्दै हुनुहुन्छ है रमाइलो छ ओहो म चाहिँ भर्खर दौडेर आएर पुरा थाकेको छु स्या स्या भइरहेछ अब हामी लगभग आइसक्यौँ है साथी हो ल साथी हो अस्ति मलाई पहिलोचोटि आउँदाखेरि चाहिँ यो घर एकदम मन परेको यहाँ आमै हुनुहुन्छ है मलाई कस्तो मन परेको यो घर है टक्क टिपिकल एकदम राम्रो त्यसमाथि आमाले यसरी च्याट्ट परेर सजाएर राख्नु भएको रहेछ है घर चाहिँ एकदम राम्रो हाम्रो आमाको एनर्जी पनि अझै सकेको छैन
आइसक्यो अब ल अब हामी लगभग आइसक्यौँ अब केही छिनमा आइपुग्छ है ल ल पछाडि पछाडि बाइक पनि ल साथी हो माथिल्लो गाउँ आइपुग्यो यो माथिल्लो गाउँ हो रजोबास खासमा मेन रजोबास यही हो होइन त हो हामी हजुर हजुर हजुरले भन्निन् न हजुर हजुर एकदम जोस जागरका साथ होइन हजुर हजुर यसो बाबाले नि क्याप्चर गरिदिएको नि त मैले मेमोरी भयो नि त ल हजुर यो माथिल्लो गाउँ एकदम राम्रो छ एउटा क्यामेराम्यान त्यता हुनुहुन्छ होइन त ल हेर्नुहोस् बिचरा बा थाक्नु भयो रे थकाइ मार्दै हुनुहुन्छ है तपाईँको यति समयमा त जोस जागर त हो हामी भयो के एकदम 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 ल बिस्तारै आउनु बा हामी त गयौँ अगाडि हस् ए हुन्छ ल हस् ल अब म बालै छोडेर अगाडि आइसकेँ के छ साउनी भारी बोकेर थकाइ त लाग्दैन तै पनि अघिको थकाइ अझै मेटा छैन कि के बा यस यस थकाइ मेटिसक्यो आजको दिन थाकेर पनि काम छैन थकाइ सकाइ सबै पिट मारेर ल आउनु है आउनु हामी त आइपुग्यौँ ल कति चट्ट परेको घर हेर्नु त यता बुद्ध चट्ट परेको ल साथी हो एकछिन हामी यहाँ थकाइ मारेको हजुर दर्शन है नमस्ते नमस्ते सन्चै हुनुहुन्छ तपाईँ बाँचिया छ बाँच्नुभन्दा ठुलो उपलब्धि यहाँ केही पनि छैन ल म अगाडि हिँडेँ ल हाम्रो आमाको डान्स हेर्नु यहाँ त्यस्तो गर्मी छैन अब चाहिँ हामी अगाडि हिँडेको त्यहाँ आइपुग्यो है अब आइपुगिसक्यो त्यही भएर हामी चाहिँ अलि अगाडि हिँडेको ताकि पछाडिको पुरै भ्यू क्याप्चर गर्न सकोस् भनेर है
ल उहाँ अगाडि अगाडि म पछाडि पछाडि ल यो बारी पनि हाम्रै हो है है अहिले उता अलैँची यति धेरै राम्रो अलैँची भन्छ है त्यसलाई ओहो अलैँची पनि रहेछ अनि यो माथिको भाग चाहिँ अब पुरै हुस्सुले ढाकेको छ है यति राम्रो देखिन्छ हामीले त्यो बुद्धको मूर्ति वाह 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 राख्न खोजेको चाहिँ ठ्याक्कै यो चौरको पारिपट्टि मन्दिर छ त्यसमा राख्न खोजेको हो साथी यो भिडियो मैले पहिला पनि देखाइसकेको छु है एकदम राम्रो छ यो ठाउँ ल साथी हो हामी यहाँ कुरिरहेछौँ यहाँ गाडी आउँछ है अब एकछिनमा है अनि त्यसपछि हामी लाग्ने हो ल साथी हो फाइनली आइसकेका छौँ हामी हेर्नुहोस् ऊ त्यही हो है उता अर्को गाडी पनि आउँदै रहेछ ओहो संजोग ऊ त्यही मन्दिरमा हो हामीले भगवान् गौतम बुद्धको मूर्ति राख्न खोजेको अहिले हामी यहाँ चौतारीमा आइसक्यौँ अनि त्यहाँपट्टि गाडी पनि आइसकेको छ है हेर्नुहोस् क्या दामी छ ल अब यहाँ दुई गाडीको मिलन होला जस्तो छ अरू त अरू एउटा गाडी यहाँ रोकिरहनु भएको छ है अब यहाँ बाटो सागुरो त्यही माथि हिलो बाटो छ है त्यही भएर साइड दिन खोज्नु भएको छ हामी जाने यही बाटोबाट हो त्यही भएर यहाँ गाडी पर्खेर बस्नु भएको छ यता गाडीले हर्न दिइरहनु भएको छ महाभारतबाट आएको गाडी रहेछ यो ल हेर्नुहोस् बाटो कस्तो छ बाटो जस्तो भए पनि हामी चाहिँ अहिलेसम्म राम्रै छौँ हामी अब यस्तो बाटो आउनुपर्छ कि अब यति गाह्रो छ कि यो बाटोमा यो बाटो कसरी आउने हो खोइ गाह्रो भयो नि ल है कोही यता कोही उता ल साथी हो हामी आइसक्यौँ है अब चाहिँ यो पोखरी हो है यो माथिल्लो चौरको पोखरी हो ल यताबाट अर्को गाडी पास भइसक्यो अब ए गाडी त फिलिली कुद्नु भयो फेरि अर्को गाडी आइसक्यो यतापट्टि है ल यहाँ चाहिँ महाभारतबाट यो बोलेरोहरू चाहिँ हिँडिरहेछ है हजुर ल ल अब हामी फाइनली आइसक्यौँ हेर्नुहोस् यहाँ कति ठुलो चौर छ ओहो रमाइलो छ यहाँ हेर्नुहोस् बर पिपलसँगै बर यता यो चाहिँ पिपल होइन कि जस्तो लाग्यो यो चाहिँ समी हो कि जस्तो लाग्यो यो चाहिँ बरको रुखै हो ल साथी हो अब आइसक्यो आइपुग्यौँ हामी है हेर्नुहोस् यो माथिल्लो चौर हो रजवासको यो चौर एकदम ठुलो छ है ल हामी फाइनली यहाँ आइपुगेका छौँ हेर्नुहोस् कति राम्रो छ भ्यू एकदम राम्रो झक्कास अनि हजुरलाई कस्तो भएको त ल है
आइयो 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 ल आइसक्यो हाम्रो बाबु राजा सर ओहो फुल मुडमा ल आइपुग्यो साथी हो आइपुग्यो हामी यो त नरिवलको रुख हो त्यही त ल आइसक्यो साथी हामी आइसक्यो यो चाहिँ मङ्गल भूमि बुद्ध बिहार हो रोसी गाउँपालिका वडा नम्बर 9 रजबास काभ्रेमा पर्दछ हामी फाइनली आइसक्यौँ यहाँ हेर्नुहोस् के छ मिस हालखबर आयो ठिक छ हो ठिक छ साथी हो अब हामी यसलाई यहाँ स्थापना गर्न खोज्दैछौँ एकैछिनमा हुन्छ है ल साथी हो काम भइरहेको छ उहाँले पूजा गर्दै हुनुहुन्छ यहाँ ल कन्या केटीहरू 3 जना दानपेटिका रहेको छ उतापट्टि भगवान यतातिर बाले सनाई बजाउँदै हुनुहुन्छ ल पूजा गर्दै हुनुहुन्छ र जानु कोसेली टोली यहाँ डोकोवाला ल भित्र बिसाउन जानु भइसकेको छ यता उचाल्नु भएको चाहिँ यो डोनेसन बक्स हो इच्छुक हुनेले यहाँ चाहिँ डोनेसन गर्न सक्नुहुनेछ ल शङ्ख पनि फुकिसक्नु भएको छ उतातिर फेरि नृत्य पनि भइरहेको छ बाजा वादनमा बुद्धको मूर्ति ल ल्याउन खोज्दै हुनुहुन्छ हेलो हेलो कस्तो के अरे यहाँ भगवानको मूर्ति उचाल्न लाउनु भएको छ ल हामी जोरदार स्वागत गर्छौँ माथि उया माथि माथि ल ल ल ल जय होस् भगवानको जय होस् हामी सम्पूर्ण प्राणीको पनि जय होस् अलिकति फाइनली ल भगवान बुद्धले प्रवेश गरिसक्नु भएको छ अब हामी पनि यता पनि ल
होला कि आसन स्थल होला ल साथी हो अब हामी भित्र पस्दैछौँ है म यो फर्स्टचोटि आएको हो ल हेर्नु साथी यो बुद्ध विहार यस्तो रहेछ है म पनि पहिलोचोटि आएको हो एकदम राम्रो छ झक्कास छ ल ल ल गरिसक्नु भयो मुइया दुईटा यता छ एउटा मुइया के लाजले भुतुक्कै हो अर्को भगवान पनि हुनुहुँदो रहेछ है उहाँको साथी हेर्नुहोस् उहाँ कुन्टु छोरो के भयो यता हेर न नमस्ते ओहो साथी हो अब पूजा सकिएको छ अब पूजा सकिएपछि सबैजनाले यहाँ धूप अगरबत्ती बाल्ने काम भइरहेको छ पूजा हुँदैछ हुन्छ प्रसाद सुरु भइसक्यो अब
जाडो अर्को पनि छ जस्तो त दिदी के छ यहाँ पनि छ प्रसाद यसलाई ऊ त्यो नानीले एउटा दिइहाल्नु पर्ने लो ओ झटपट जाउने झटपट जहाँ पनि ऊ झटपट 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 लो यहाँ प्रसाद ग्रहण कार्यक्रम भइरहेछ सानो सानो पुच्चीहरू लो हामी त खाइ वरि नाच्न थालेको यहाँ हेर्नु है ल आजलाई यति नै हो मन परेमा लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला धन्यवाद।